दुईटा हात यस्तो जोडेर हामी ढोकार्नु पर्ने हुन्छ। हामीले दुईटा हात यस्तो हामी कहिले पनि जोड्नु हुँदैन। यस्तो यस्तो जोड्नुपर्छ भनेर हामी बुद्धले शिक्षामा लेखेको पनि छैन। रसिदीलाई खम्ने म नमस्कार। आज हजुरसँग अब बुद्धले भनेको अब शब्द शिक्षाहरू छ। अनि आज यो त्यो बुद्धले भनेको शिक्षामा भित्र चाहिँ बुद्धले के भन्नुभएको छ भने चाहिँ हामीले त्रिरत्नको अगाडि ढोक गर्दाखेरि अनि गुरुहरूको अगाडि ढोक गर्दाखेरि अनि छिटेन्तर हामीले ढोक गर्दाखेरि चाहिँ हामीले यो दुईटा हात हुन्छ हामीले कसरी जोडेर हामीले चाहिँ हामी ढोक गर्नुपर्ने त्यसको अब अर्थहरू छ। अनि त्योसँगै अब हामीले यो दुईटा हात चाहिँ हामीले कहाँ राखेर हामी ढोक गर्नुपर्ने अनि यो दुईटा हात चाहिँ हामीले ढोक गर्दाखेरि हामीले मनमा के सम्झिनु पर्ने यो आजको यो भिडियो चाहिँ सबैजनाको लागि चाहिँ धेरै अब महत्त्वपूर्ण छ भनेर अनुभव गर्न चाहन्छु। अनि बुद्धले चाहिँ अब के भन्नुभएको छ भने चाहिँ थर्पा छिम्बो धोले भन्नुभएको छ। अनि पेमा खावी छेटावर लाग्ने चिउरो थ्याजर्थे लिफक मेपे टिन्चुकी चुचु सँगे लाछल भन्नुभएको छ। यो बुद्धले उहाँ स्वयंले भन्नुभएको छ। अनि यो भनेको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ कुन सुम्बाइले त्रिरत्नलाई भनिन्छ। अनि गोरुहरूको अगाडि होइन हामीले के भन्छ ढोक गर्दाखेरि चाहिँ हामीले यो के भन्छ दुईटा हात चाहिँ हामीले कसरी बनाउनु पर्यो भने चाहिँ पेमा खाइ चाहिँ डावा भन्नुभएको छ। त्यो भनेको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले यो ढोक गर्दाखेरि चाहिँ यो दुईटा हात चाहिँ कसरी बनाउनु पर्छ भने चाहिँ यो पेमा भनेको चाहिँ हाम्रो फुल हुन्छ नि, फुल चाहिँ कसरी फुलिन्छ भने फुल चाहिँ भित्रबाट बिस्तारै फुलिँदै आउँछ नि, त्यस्तै चाहिँ हामीले यो दुईटा हात चाहिँ त्यस्तो बनाउनुपर्छ। हामीले फुल फुलेको जस्तो चाहिँ हामीले यो दुईटा हात हामीले जोड्नु पर्ने हुन्छ अरे। अनि लाग्ने चिउर थालजर्थे लाग्ने भने दुईटा हातले भन्नुभएको छ। अनि चिउर थालजर्थे भने हामीले ढोक गर्दाखेरि चाहिँ हामी दुईटा हात चाहिँ फर्स्टमा हामी कहाँ राख्नुपर्छ हामीले टाउकोमाथि हामीले भन्छ चिउर भन्दा यहाँ टाउकोमाथि चाहिँ हामीले यस्तो राखेर हामीले ढोक गर्नुपर्ने हुन्छ अरे। लिफक मेपे टिन्चो के भन्नुभएको छ। हामी अहिले मान्छेको जुनी पाएको छ अरे। अब अगाडि जनामा हामी के को जुनी थियो होला हामी याद हुन सक्दैन नि। त्यही भएर हाम्रो यो छलोकमा हामी डिफ्रेन्ट हामी धर्म लिइसकेको हुन्छ। त्यति बेला हामीले यो शरीर वचन मनले हामी पहिलादेखि त्यो हामीले पापहरू हामीले गाडेर अहिलेसम्म आइरहेको छ। अहिले त्यस्तै त्यो पाप चाहिँ हामीले सोच्न नसक्ने त्यो पापहरू अहिलेसम्म हामीले बोकेर आइरहेको छ। इक्जाम्पल के भन्नुभएको छ, यो जग्गामा बादल लागिरहेको छ अरे। अनि त्यो बादल चाहिँ सबै जग्गामा के भन्छ फिन्जेर जान्छ नि, त्यस्तै नि हाम्रो यो अगाडि हामी शरीर वचन मनले गाडेको पापहरू चाहिँ के अब त्यस्तो सोच्नु नसक्ने पापहरू चाहिँ अहिलेसम्म हामीले गाड्दै आएको छ अरे। अनि चुकचोसँगै लाग्छ भने हामीले यो शरीर वचन मनले गाडेको पापहरू चाहिँ मैले यो ढोक गरेको बेलामा मैले 10 दिशाको बुद्धलाई म ढोक गर्दैछु। यो ढोक गर्ने बेलामा मैले पहिलाबाट मैले कति जन्म पाएर आइसक्यो, तर मैले अहिले मान्छेको जुनी पाउँदाखेरि मैले 10 दिशाको बुद्धलाई मलाई ढोक गर्दाखेरि शरीरले गाडेको पापहरू, बोली वचनले गाडेको पापहरू, मनले सोचेको पापहरू थियो मैले भोगेको छ। त्यो पापहरू चाहिँ मैले 10 दिशाको बुद्धले ढोक गर्दाखेरि यो पापहरू सबै मेटोस् चाहिँ भने त्यो हामीले मनमा सोच्नुपर्ने हुन्छ। अब आफैले मात्रै नसोचेर हाम्रो छलोकको प्राणीहरू पनि त्यस्तै दुःखले बसेको छ नि त। त्यो छलोकको प्राणी चाहिँ हाम्रो आमा आपा दाजुभाइ बोजू बाजे नागाने को पनि छैन, तिनीहरूले पनि छलोक दुःखले बसेको छ। उहाँहरू पनि यो मैले यो ढोक गर्दाखेरि चाहिँ 10 दिशाको बुद्धको आशीर्वादले गर्दाखेरि उहाँ छलोकको प्राणीहरूले शरीर वचन मनले गरेको पापहरू सबै मेटेर उहाँ त्यो दुःखबाट मुक्ति होस् भनेर हामी त्यस्तो सम्झिनु पर्ने हुन्छ। जहाँ यो हात चाहिँ हामीले कहाँ राखेर ढोकार्नुपर्छ भने फर्स्टमा जिउ भने हामीले यहाँ राख्नुपर्ने हुन्छ। सेकेन्ड चाहिँ हामीले कहाँ राख्नुपर्छ भने ढिम्पा भन्दा हामीले घाँटीपट्टि राख्नुहुन्छ, निका भन्दा हामीले मनपट्टि राख्नुपर्ने हुन्छ। त्यो राख्नुको अर्थ किन हो भने चाहिँ हामीले यहाँबाट चाहिँ हामीले शरीरले गाडेको पापहरू हामीले सोच्नुपर्ने हुन्छ। त्यहाँबाट यहाँ घाँटी राख्दाखेरि चाहिँ हामीले वचनले भुलेको पापहरू सोच्नुपर्ने हुन्छ। के भन्छ इन्का भनेको चाहिँ हामीले मनले सोचेको पापहरू सोच्नुपर्ने हुन्छ। अनि ढोक गर्दाखेरि त्यो सोच्दाखेरि चाहिँ कसो सोच्नुपर्छ भने सङ्घीयलाई के सुन्छौँ छेलाई के गिद्धलाई क्या सुन्छ गरेर हामीले यो दुईटा हात चाहिँ हामी भुइँमा राखेर हामी ढोक गर्नुपर्ने हुन्छ।
दुईवटा खुट्टा दुईवटा हात चाहिँ हामीले भुइँमा राख्दाखेरि चाहिँ शरीर वाचन मनले गाडीको पावर सबै मेटेर दसै भनेर हामीले त्यस्तो प्रार्थनाहरू गर्नुपर्ने हुन्छ। यो दुईवटा हात चाहिँ हामीले यो यस्तो पुल फुलेको जस्तो हामीले यो दुईवटा हात यस्तो जोडेर हामी डोकाउनु पर्ने हुन्छ। हामीले दुईवटा हात यस्तो हामी कहिले पनि जोड्नु हुँदैन। यस्तो जोड्नुपर्छ भनेर हामी बुद्धले शिक्षामा लेखेको पनि छैन। हामीले के भन्छौँ भने हामीले यो दुईवटा हात चाहिँ कसरी जोड्नुपर्छ, हामीले दुईवटा हात यस्तो जोडेर हामीले डोकाहरू गर्नुपर्छ भन्नुभएको छ। त्यही कारणले गर्दा हामीले यस्तो कुराहरू चाहिँ हामीले बिस्तारै बिस्तारै हामीले जान्दै जानुपर्ने हुन्छ। अनि हामीले जे कुरा पनि हामीले एकैतालमा हामीले जान्नु सक्दैन। त्यही भएर हामी यस्तो कुराहरू हामीले बुझ्नुपर्ने सोच्नुपर्ने चाहिँ धेरै महत्त्वपूर्ण छ भनेर अनुरोध गर्न चाहन्छु होला।